स्वर्ग देख्नुभयो त थाइल्यान्डमा? स्वर्ग देख्ने पाइन, भाइ उठेन। स्वर्ग भनेको त्यही होला। प्रेम भन्नु न के त्यो दाजुले के भनेको? के भन्ने सिधै त्यही भने बुढीको गाली खाइन्न यसरी हिँड्दा? साह्रै बुढी भइ अहिले तरुनी भयो त हुन्थ्यो। बुढी भइ खाए पाउन्न भने क्यों बुड्ढे? क्यों बुढे? क्यूट बुड्ढे ऐसे बुड्ढे मार्केट में मिलते कहाँ? वाइ नट पपुलर भने के? पोखराको मान्छे काठमाडौँ आएर मञ्चमा बोलेको उनीहरूले होइन कोकोनट भनेको। भाई साहब कुछ ज्यादा नहीं हो गया ये? कस्तो लजिक हो योमा? एभ्री टाइम एभ्री क्वेसनमा डिफ्रेन्ट लजिक हुन्छ कि। कति पैसा दिनुभयो जेनजीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? 50-60 लाख चाहिँ बाँडे त्यो बेलामा। 50-60 लाख डलरै बाँड्नुभयो। डलर होइन कि फेरि तपाईँ ऋषिदाई म नेपालमा छु, नेपाली पैसा भन्नु न। त्यो पैसा कहाँबाट आयो आसी? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। अब विदेशमा बस्ने नेपालीहरूले मतदान गर्न पाउनुपर्छ आगामी निर्वाचन। पाउनु पर्छ नि के भइसक्यो। कहाँ हुने भएको छैन। सुशीलाजी कहाँबाट हुनुभयो त प्रधानमन्त्री? त्यही त्यो कोबाट होइन कस्तो तेरो लाइभ स्ट्रिमबाट त्यहाँ भोट हालेर भएको हो कि तेरिका। आशिकाजी विदेशमा नेपालीहरूले अहिलेसम्म मतदान गर्न पाएका छैनन्। नेपालीहरूले अनलाइनबाटै त्यो जुन लाइभ स्ट्रिमबाट त्यो भन त भाइ मतदान वुमेन पाएको छैन, अहिलेसम्म भएको छैन। सुरुमा त्यसरी नै नियम उहाँहरूले बन्दैछ। चुज गर्नुभयो प्रधानमन्त्री चुज कि त अध्यादेश ल्याउनु पर्छ कि त कानुन बनाउनु पर्छ। प्रधानमन्त्री चाहिँ अनलाइनबाटै गर्नुभयो हो कि उहाँहरूले चाहिँ त्यो एउटा त प्रधानमन्त्रीको लागि भोटिङ भएको हो। मान्नै तयार नै के यार, त्यो दाइलाई दाइ मान्न तयार नभएपछि गर्ने के यार? भोटिङ भनेर भोटमा के फरक भयो त? तर अबको मतदानमा छ नि हजुर जनताहरूले नेपालमा त पाउँछन्, हजुर हजुर तर विदेशमा बस्ने नेपालीहरूले अहिलेसम्म पाएका छैनन्। हो त्यो चाहिँ हुनु पर्यो, त्यो चाहिँ हुनु पर्यो। के खानुहुन्छ तपाईँले? के खाने नि, खानेकुरो खाइन्छ नि। भात खाइन्छ, भात त खान मैले अलि मोटो भएर भात खान त छोड्यो। अब सानातिनो खिचडी मिचडी जे पाए खाइन्छ। तपाईँलाई एकदमै मनपर्ने खाना के हो? केही पनि छैन, मलाई जे पाए खान्छ म। दाइ यो नयाँ जेनेरेसनमा बालेन शाह अलि बढी चर्चित छन्, उनी कस्तो नेता लाग्छ तपाईँलाई? मलाई कसैकोलाई कसै के पनि लाग्दैन के। कुरा मिल्दो रहेछ? नै कुरा मिल्ने होइन क्या। अब यो सहर बजारमा बस्नेलाई श्रमदान भन्ने कुरा चाहिँ त्यति थाहा छैन क्या। गाउँमा कुनै कामहरू गर्नु पर्यो भने गाउँघरमा श्रमदान गर्ने चलन हुन्छ। त्यो अहिलेदेखिको चलन होइन, उहिले राणा शासनको पालादेखिको चलन हो श्रमदान गर्ने चलन। काम अरेसी ठगै लाम्नी एरियाहरुमा बस्छ। बिग्रेको त सहरमा हो नि। हो, सहरको मान्छेहरूलाई चाहिँ आफ्नो घरको अगाडिको भन्न बाटो बनाउँछ, न आफ्नो घरको अगाडिको फोहोर मैला टिप्छ, कसैले आएर टिप्देस् भन्ने। अनि यो श्रमदान गर्ने भन्ने कुरा दिमागमै नभएको मान्छेहरूले श्रमदान गर्नेहरूलाई चाहिँ हाँसी उडाउँछ क्या। आजकलको मेरो उमेर यस्तो छ कि साला तरुणी पनि मनपर्छ, तरुणीको आमा पनि। मन पराएर मात्र हुँदैन के आइते, परपत पनि गर्न सक्नुपर्छ। केटीको मामलामा लाछी भएर बस्नु राम्रो होइन क्या। अच्छा आया लाठी भन्छस्? यति हेन्सम आइतेलाई त्यही त हेर्दै जान। यो आइतेले अहिले उपरबाट आउँदै गरेको केटीलाई कसरी पट्याएर देखाउँछ। उ त्यो कालो लुगा लाउने, त्यही कालो लाउने। लु देखा तेरो पावर। त्यसलाई गरेर पठाऊ। चलो भाइ देखो अब मैं क्या करता हूँ। हाई, मलाई चिन्यौ? चिनिन। ल म त्यही के त जसलाई तिमीले अस्ति पनि चिनेको थिएनौ। नाइस कालो चस्मा, थ्याङ्क यू। नाइस ड्रेस, थ्याङ्क यू। नाइस लिपस्टिक, थ्याङ्क यू। नाइस नाकको फुली र कानको झुम्का। थ्याङ्क यू सो मच दाइ। दाइ अचम्म छ, त्यही पनि तिमीलाई राम्रो देखाएको छैन। हाथु Excuse me, brother. brother, don't call me brother. My father won't touch your mother. What? Sissy what?